नमस्ते, स्वागत छ तपाईलाई यात्रा फर फनको युट्युब च्यानलमा। आज म तपाईलाई क्यानाडाको भिजा प्रोसेस र फिफा वर्ल्ड कप जो हेर्न जाने तपाईलाई खोज्दै हुन्छ भने त्यसको प्रोसिडरहरू के छ, कसरी टिकट काट्ने र अनलाइन भिजा एप्लाई गर्दाखेरि चाहिँ के डकुमेन्ट तयार गर्ने, यी सबै कुराहरू म यो भिडियोमा डिस्कसन गर्नेछु। फर्स्टमा त क्यानाडामा 13-14वटा गेम हुन गइरहेछ। क्यानाडा, मेक्सिको र युएसए तीनटा कन्ट्रीमा चाहिँ 2026 को फिफा वर्ल्ड कप सुचारू हुन गइरहेछ। र अब भनेको म तपाईले चाहिँ वर्ल्ड कपको टिकट कसरी काट्ने, जस्तै कि फिफाको टिकट कसरी काट्ने, पहिले फर्स्टमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ टिकट काट्नुपर्छ। टिकट काटेर अनि त्यसपछि भिजाको प्रोसेसहरू तपाईले गर्नुपर्ने हुन्छ। र गुगलमा जानुस्। गुगलमा गइसकेपछि यहाँ फिफा वर्ल्ड कप 2026 क्यानाडा भनेर टाइप गर्नु भने तल छ, यो साइडमा दिएको तलको पेज छ जुन चाहिँ अफिसियल पेज हो। यो पेजमा तपाईले जानुहुन्छ। यो पेजमा गइसकेपछि यहाँ छ तल देख्नुहुन्छ। र यो टिकट काट्ने चाहिँ यहाँ टिकटमा जानु हो भने तपाईले टिकटको यहाँ रजिस्टर गर्नुस्। र रजिस्टर गरेर के गर्नुस् भन्दाखेरि चाहिँ तपाईले यो पेजबाट तपाईले टिकट काट्न सक्नुहुन्छ। र टिकट काटिसकेपछि तपाईले सर्टेन भिजाको प्रोसिडर छ, त्यो प्रोसिडर तपाईले फलो गर्नुपर्ने हुन्छ। र यसमा युजर बनाउनुस्। युजर अनुसार तपाईले के गर्नुस्, आफ्नो युजरको टिकट काट्नुस्। र अर्को भनेको चाहिँ फेरि गुगलमा जानुस्। र गुगलमा गइसकेपछि हाम्रो पेज छ यात्रा फर फन, यात्रा FORFUN छ। यो टाइप गर्नु भने यो पेज खुल्छ। यो पेज खुलिसकेपछि तपाईले यहाँ अदरमा जानु भने क्यानाडाको अनलाइन एप्लिकेसन फर्म यहाँ क्लिक गर्नु भने तपाईले अनलाइन एप्लिकेसन फर्ममा जानुहुन्छ। इन्भिटेसन कोड चाहियो भने यहाँबाट जानुहुन्छ। एपोइन्टमेन्ट बुक गर्नुपर्ने यहाँबाट जानुहुन्छ। डकुमेन्ट चेकलिस्ट हामीले के गरेछ यहाँ राखिदिएको छ। अब त्यसपछि तपाईले मेनली भनेको चाहिँ यदि तपाईँ जाँदै हुन्छ भने तपाईले के तयार गर्नु पर्यो त भने नि सबभन्दा फर्स्टमा त फर्म जुन मैले अनलाइन फर्म भन्ने त्यसबाट तपाईले IMM 5257 फर्म म्यान्डेटरी भर्नै पर्ने हुन्छ। त्यो नभरिकन तपाईले हुँदैन। र अर्को भनेको चाहिँ फ्यामिली इन्फर्मेसन फर्म 5707 फर्म चाहिँ तपाईले म्यान्डेटरी भर्नै पर्ने हुन्छ। यो दुईटा चाहिँ के हो त एकदमै इम्पोर्टेन्ट हो, जुन क्यानाडा भिसाको लागि तपाईले म्यान्डेटरी यो दुईटा फर्म भर्नै पर्ने हुन्छ। त्यसैगरी रिप्रेजेन्टेटिभ यहाँ तपाईले चाहिँ रिप्रेजेन्टेटिभ गर्न सक्नुहुन्न, किन भन्दाखेरि आफै बायोमेट्रिक तपाईले लिन जानुपर्छ। त्यसले गर्दाखेरि यसलाई त्यस्तो धेरै प्रायोरिटी छैन। यो दुईटा फर्म तपाईले नभरे पनि केही पनि फरक पर्दैन। र अर्को भनेको चाहिँ अघि नै मैले भने फर्स्टमा चाहिँ तपाईले के गर्नुस्, टिकट इस्यु गर्नुस्। टिकट इस्यु गरेपछि तपाईले कन्फर्म टिकट र इन्भिटेसन फ्रम होस्ट र इन्भिटेसन तपाईले के गर्नुस्, रेडी गर्नुस्। यदि टिकट काट्दाखेरि कुनै बेला इन्भिटेसन नदिनै सक्छ भने टिकटको कन्फर्मेसन मात्रै लिएर तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। त्यसै गरी हेर्ने भने अब डकुमेन्ट के चाहियो त भन्दा रेडी गर्दाखेरि चाहिँ पासपोर्ट छँदैछ र फोटो छँदैछ। पासपोर्ट र फोटो तपाईले रेडी गर्नुस्। पुरानो छ पुरानो, हरेक पेजको स्क्यान गर्नुस्। कुनै पनि चाहिँ नयाँ पासपोर्ट होस्, पुरानो जतिवटा पासपोर्ट छ तपाईको सबै पासपोर्ट के गर्नुस्, एकदेखि हरेक एउटा पेज पनि तपाईले छोड्नु हुँदैन, पुरानो पनि छोड्नु हुँदैन, नयाँ पनि छोड्नु भएन। र फोटोग्राफको जुन फोटो पासपोर्टको साइज छ 45x35 35x45 mm, त्यो को तपाईले फोटो खिच्नुस् र रेडी गर्नुस्। त्यसै गरी फर्स्टमा एकदमै इम्पोर्टेन्ट हुन्छ कभर लेटर। क्यानाडाको लागि तपाईले एकदमै इम्पोर्टेन्ट के हुन्छ भन्दाखेरि चाहिँ कभर लेटर। त्यसमा सबै कुरा तपाईले के गर्नुपर्छ, खोल्नुपर्ने हुन्छ। र फर्स्टमा त प्रपोज के हो त भन्दाखेरि तपाईले ट्राभल फिफा वर्ल्ड कप 2026 हेर्न जानको लागि तपाईले टिकट काटेको हुनुपर्छ र यो अनुसारको तपाईले के गर्नु पर्यो, कभर लेटर रेडी गर्नु पर्यो। र तपाईले त्यो कभर लेटरमा तपाईले के गर्नुपर्छ भन्दाखेरि चाहिँ ट्राभल डेट र रिटर्निङ प्लान जुन छ त्यो पनि त्यहाँ तपाईले खुलाउनु पर्ने हुन्छ। तपाई टिकट हेर्न जाँदै हुन्छ वर्ल्ड कप भने कुन सिटीमा हेर्न जाँदै हुन्छ, दुईटा सिटी छ क्यानाडामा, टोरन्टो र दुईटा सिटीमा छ। त्यो दुईटा सिटी कुन मध्येमा तपाईले टिकट काट्नु भएको छ, कुन गेमको काट्नु भएको छ, त्यो कुरा तपाईले खुलाउनु पर्ने हुन्छ। म्याचको कन्फर्मेसन चाहियो। त्यसैगरी इभेन्ट डिटेल्स जुन चाहिँ फिफाले अफिसियल्ली शेड्युलर एनाउन्स गरेको छ त्यो पनि तपाईले के गर्नुपर्छ, प्रिन्ट गर्नुपर्ने हुन्छ र त्यसलाई के गर्नुपर्छ, कभर लेटरमा तपाईले इन्क्लुड गर्नुपर्ने हुन्छ। त्यसै गरी हेर्नु नर्मली तपाईले जुन दिन जानै हुन्छ त्यो दिन जानेको फ्लाइट टिकट बुकिङ तपाईले डमी गर्नुस्। किन भन्दाखेरि चाहिँ भोलि गएर भिजा दिएन भने तपाईले चाहिँ प्रब्लम हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ डमी एक्सेप्ट गर्छ, क्यानाडाको ले डमी एक्सेप्ट गर्छ। त्यसले गर्दाखेरि चाहिँ डमी के गर्नुस् भन्दाखेरि तपाईँ टिकट काट्नुस् र राउन्ड फेयर तपाईँले टिकट डमी बनाउनु पर्यो। त्यसै गरी होटल बुकिङ तपाईँले बनाउनु पर्यो, डमी नै बनाउनुहोस्। होटल बुकिङ पनि तपाईँले कहाँ जानुहुन्छ। र टिकट काट्दाखेरि दुईटा छ। यदि वर्ल्ड कपको टिकट काट्नु भने एउटा एकोमोडेसन सुत्दै पनि टिकट काट्न सक्नु, त्यसको प्राइस एक्सपेन्सिभ छ।
र टिकटको प्राइस के हुन्छ, सस्तो हुन्छ। यदि तपाईँले विथ एकोमोडेसन लिनुभएको छ भने यहाँ बुक गर्नु पर्दैन र एडिसनल डेजको तपाईँले बुक गर्नुपर्छ। जुन ट्राभल आइटिनेरी कहिले जाँदै हुन्छ कहिले फर्किँदै हुन्छ सबैको तपाईँको होटल बुकिङ चाहिँ म्यान्डेटरी हो। त्यो तपाईँ डमी बनाउनुहोस् या एक्चुअल अथवा रियल बुक तपाईँले गर्नुहोस्, तपाईँको कुरा हो। अफिसियलीको चाहिँ यो प्रिन्ट आउट राख्नुहोस् र त्यही अनुसारको चाहिँ स्क्यान गर्नुहोस्। त्यसै गरी अब तपाईँले चाहिने भनेको चाहिँ इन्कम सोर्स हो। इन्कम सोर्स तपाईँले चाहिँदाखेरि चाहिँ तपाईँले 3-4वटा इन्कम हुन्छ। एउटा एक्टिभ इन्कम हुन्छ, एउटा पेसिभ इन्कम हुन्छ। एक्टिभ इन्कममा तपाईँले स्यालेरी इन्कम, यदि तपाईँ स्यालेरी होल्डर हो, कुनै पनि कम्पनीमा काम गर्दै हुन्छ भने तपाईँले फर्स्टमा त स्यालेरी सर्टिफिकेट बनाउनुहोस् र नो अब्जेक्सन सर्टिफिकेट, कम्पनीलाई चाहिँ म वर्ल्ड कप हेर्न जान्छु भनेर चाहिँ कुनै अब्जेक्सन छैन भनेर अब्जेक्सन सर्टिफिकेट बनाउनुहोस्। त्यसरी कन्ट्र्याक्ट पेपर सुरुमा अफर लेटर छ भने अफर लेटर दिनुहोस्, छैन भने छोडिदिनुहोस्। त्यसै गरी लिभ एप्रुभल, जहिलेदेखि जाँदै हुन्छ तपाईँ जुन डेटको दिनदेखि जाँदै हुन्छ त्यो डेट र फर्किने डेटको चाहिँ लिभ एप्रुभल सर्टिफिकेट म्यान्डेटरी हो, तपाईँले दिनै पर्ने हुन्छ। यो तपाईँले के गर्नुहोस्, बनाउनुहोस्। र त्यसपछि भनेको चाहिँ यदि स्यालेरी आउँदैछ भने स्यालेरी ब्याङ्क एकाउन्टमा रुट भएको हुनु पऱ्यो, म्यान्डेटरी हो त्यो चाहिँ। र अर्को भनेको चाहिँ स्यालेरी सर्टिफिकेट ट्याक्सको चाहिँ ट्याक्स क्लियरेन्स सर्टिफिकेट तपाईँले लिनुपर्ने हुन्छ, जुन आइडीले तपाईँले दिन्छ। स्यालेरी बुझाइसकेपछि प्रत्येक वर्षको चाहिँ तपाईँले ट्याक्स दिन्छ, त्यो ट्याक्स सर्टिफिकेट तपाईँले बुझाउनु पर्ने हुन्छ। यति चाहिँ के हो त भन्दाखेरि स्यालेरी अथवा एक्टिभ इन्कमको लागि एकदमै म्यान्डेटरी डकुमेन्ट हो। त्यसै गरी हेर्ने भने बिजनेस इन्कममा तपाईँले हेर्दाखेरि चाहिँ तपाईँसँग के छ बिजनेस, तपाईँको ट्रेडर होस्, तपाईँ इम्पोर्टर हुनुहुन्छ, तपाईँ म्यानुफ्याक्चर हुनुहुन्छ, तपाईँ जेसुकै हुनुहुन्छ, तपाईँ सर्भिस सेक्टरमा हुनुहुन्छ भने तपाईँले आफ्नो सेल्फ इम्प्लोइड आफ्नो बिजनेसको प्यान दिनुहोस्, बिजनेसको रजिस्ट्रेसनको सर्टिफिकेट दिनुहोस्। चाहे तपाईँ नगरपालिका दर्ता भएको होस्, चाहे चाहिँ घरेलुमा दर्ता होस्, चाहे कम्पनीमा दर्ता भएको होस्, त्यो सर्टिफिकेट तपाईँले दिनुपर्ने हुन्छ। र सँगै तपाईँले फिजिकल इयर लास्टको फिजिकल इयरको चाहिँ अडिट रिपोर्ट तपाईँले दिनुपर्ने हुन्छ। र त्यसरी सँगै तपाईँले ट्याक्स क्लियरेन्स सर्टिफिकेट तपाईँले दिनुपर्ने हुन्छ। र यसमा पनि ट्याक्सेबल इन्कम चाहिँ धेरै भएको राम्रो, एटलिस्ट तपाईँले 12-13 लाख त मिनिमम ट्याक्सेबल अथवा नेट प्रफिट छ भने त्यो इन्कमलाई तपाईँले एकदमै बेटर हुन्छ। यहाँ पनि इन्कम सोर्समा लगभग तपाईँले हेर्ने भने 1 लाख एबभको स्यालेरी बेटर हो क्यानाडाको लागि तपाईँले एप्लाई गर्दाखेरि चाहिँ। यदि नेपालमा तपाईँले 1 लाखभन्दा एबभ कमाइराख्नुभएको छ भने त्यसको लागि चाहिँ बेटर हुन्छ र इन्कम सोर्स एकदमै म्यान्डेटरी, एकदमै बढी थ्रोली हेर्छ उनीहरूले। त्यसै गरी प्यान बिजनेस रजिस्ट्रेसन भयो, अडिट रिपोर्ट, ट्याक्स क्लियरेन्स सर्टिफिकेट भयो, यो सबै नेपालीमा छ भने तपाईँले के गर्नुहोस् भन्दाखेरि इङ्ग्लिसमा ट्रान्सलेट गर्नुहोस् र नोटराइज गर्नुहोस्, त्यो सबै डकुमेन्ट लगाएर ल्याउनुहोस्। त्यसै गरी अर्को भनेको चाहिँ मसँग पेन्सन इन्कम छ, म रिटायर्ड छु अथवा पेन्सन इन्कम छ भने चाहिँ पेन्सन पट्टा भन्छ यहाँ, अथवा तपाईँले चाहिँ कुनै पनि ब्याङ्कमा गएर चाहिँ पेन्सन सर्टिफिकेट तपाईँले पेन्सन रिसिभको सर्टिफिकेट बनाइन्छ, त्यो रिसिभको सर्टिफिकेट तपाईँले पाउनुहुनेछ। र त्यो पेन्सन चाहिँ फेरि ब्याङ्क एकाउन्ट र एकाउन्टको के हुनुपर्छ भन्दाखेरि चाहिँ स्टेटमेन्ट तपाईँले प्रोभाइड गर्नुपर्ने हुन्छ। यति चाहिँ के भयो त भन्दाखेरि चाहिँ इन्कम सोर्स चाहिँ स्यालेरीको, त्यसपछि बिजनेसको र पेन्सनको। कतिको के हुन्छ भन्दाखेरि चाहिँ पेसिभ इन्कम हुन्छ, जसको चाहिँ म एफडीमा राखिरहेको छु, एफडीको चाहिँ पैसा आइरहेछ, त्यो पनि इन्कम मान्न सकिन्छ। तर पेसिभ डाइरेक्टली इन्कम मान्दैनन्, पेसिभ इन्कम तपाईँले राख्न सक्नुहुन्छ। एफडीको रिसिप्ट तपाईँले ल्याउनुहोस् र एफडी सर्टिफिकेट ब्याङ्कसँग माग्नुहोस्, तपाईँले ब्याङ्कले दिन्छ। इन्ट्रेस्ट इन्कम तपाईँले एफडीमा नराखेर तपाईँले सेभिङमै राख्नुभएको छ भने तपाईँले देखाउन सक्नुहुन्छ। त्यसको तपाईँले चाहिँ इन्ट्रेस्ट इन्कम सर्टिफिकेट ब्याङ्कसँग माग्नुहोस् र स्टेटमेन्ट कपी गर्नुहोस्, त्यो तपाईँले ब्याङ्कले दिन्छ र ब्याङ्कबाट तपाईँले चाहिँ प्रोभाइड गर्नुहोस् र तपाईँले एप्लाई गर्दाखेरि चाहिँ त्यो सबमिट गर्नुहोस्। त्यसै गरी हेर्ने भने पेसिभ इन्कम भनेको रेन्टल इन्कम। रेन्टल इन्कम तपाईँले हेर्दाखेरि चाहिँ रेन्टल इन्कम मेजरली तपाईँले डिपोजिट चाहिँ ब्याङ्कमा डिपोजिट हुनुपर्छ क्यानाडाको लागि तपाईँले एप्लाई गर्दाखेरि चाहिँ। र रेन्टको ट्याक्स पनि तिर्नुपर्ने हुन्छ, चाहे नगरपालिका तिर्नुहोस् चाहे आइडीमा तिर्नुहोस्। मेनली भनेको चाहिँ वडामा र नगरपालिकामा रेन्ट ट्याक्स तिरिन्छ, त्यो रेन्ट ट्याक्स तिरेको सर्टिफिकेट। त्यसपछि रेन्टलको एग्रिमेन्ट, रेन्टरको धनीपुर जसको नाममा घर छ, घर अथवा बिल्डिङ छ, त्यो एलओसीको सर्टिफिकेट, धनीपूजाको सर्टिफिकेट, त्यो पनि नेपालीमा छ भने नोटराइज गर्नुहोस्, इङ्ग्लिसमा के गर्नुहोस् ट्रान्सलेट गर्नुहोस्। र रेन्टल इन्कमको एग्रिमेन्ट बनाउनुहोस्। अनि त्यसपछि रेन्टल डिपोजिट गरेको तपाईँले ब्याङ्कमा डिपोजिट गरेको चाहिँ स्टेटमेन्ट ल्याउनुहोस्। अनि त्यसपछि आइडीमा अथवा के अरे वडामा ट्याक्स तिरेको सर्टिफिकेट ल्याउनुहोस्। यो सबै तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ ल्याउनु पर्ने हुन्छ। अर्को भनेको चाहिँ डिभिडेन्ड स्टेटमेन्ट, सेयरको सर्टिफिकेटहरू तपाईँले कुनैमा तपाईँले चाहिँ इन्भेस्ट गर्नुभएको छ होइन, कुनै सेकेन्डरी मार्केटमा इन्भेस्ट गर्नुभएको छ, कुनै तपाईँले चाहिँ प्राइमेरी मार्केटमा अथवा आइपिओ हुँदैखेरि इन्भेस्ट गर्नुभएको छ, कुनै प्रमोटरमा इन्भेस्ट गर्नुभएको छ भने पनि तपाईँले यदि डिभिडेन्ड आउँछ भने डिभिडेन्डको चाहिँ स्टेटमेन्ट तपाईँले दिनु हो भने त्यो पनि तपाईँले के हुन्छ भन्दाखेरि चाहिँ राख्न सक्नुहुन्छ। यो भनेको चाहिँ पेसिभ इन्कममा एडिसनल इन्कममा तपाईँले पर्यो यो चाहिँ। अर्को भनेको चाहिँ म बिजनेस प्रफिट, म जागिर पनि गर्दैछु अनि तर बिजनेसमा चाहिँ अरू बिजनेसमा लगाएर म चाहिँ साइलेन्ट पार्टनर छु भन्दा पनि तपाईँले गर्न सक्नुहुन्छ।
त्यो पनि तपाईँले चाहिँ राख्न सक्नुभयो। त्यसमा पनि तपाईँले सर्टेन डकुमेन्ट बनाउनुहोस् र जति तपाईँको जे आउँछ, जे प्रमोटरबाट अथवा जे प्रफिट आउँछ त्यो ब्याङ्क एकाउन्टमा रुट भएको हुनु पऱ्यो। अनि प्लस त्यसको कुनै एभिडेन्स डकुमेन्टहरू तपाईँलाई दिनु भने यो पनि तपाईँले के गर्न सक्नु भन्दाखेरि चाहिँ राख्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ इन्भेस्टमेन्ट इन्कम सर्टिफिकेट। यदि तपाईँले ल्यान्डमा अथवा कुनैमा पनि इन्भेस्ट गर्नुभयो र त्यसको रिटर्न आयो, सिधै ट्याक्स आयो भने त्यो पनि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ राख्न सक्नुहुन्छ। हरेक पोइन्टमा तपाईँले चाहिँ पेसिभ इन्कम अथवा एक्टिभ इन्कम राख्न सक्नुहुन्छ। तर एक्टिभ इन्कम जुन चाहिँ स्यालेरी, बिजनेस र पेन्सन छ यो चाहिँ फर्स्ट प्रायोरिटी हो। यिनीहरू भनेको चाहिँ के हुन्छ भन्दाखेरि सेकेन्ड प्रायोरिटी हुन्छ। चाहे तपाईँ स्टकमा इन्भेस्ट गरेर कमाउनुहोस्, चाहे ल्यान्डमा इन्भेस्ट गरेर कमाउनुहोस्, जेमा पनि इन्भेस्ट गरेर कमाउँदाखेरि त्यो भने के हुन्छ भन्दाखेरि चाहिँ पेसिभ इन्कम मानिन्छ, त्यसलाई डाइरेक्ट इन्कममा गर्दैन। त्यसै गरी हेर्ने भने ब्याङ्क स्टेटमेन्ट एकदमै इम्पोर्टेन्ट छ। अब ब्याङ्क स्टेटमा तपाईँले लास्ट 6 मन्थको म्यान्डेटरी 6 मन्थको तपाईँले ब्याङ्क स्टेटमेन्ट चाहियो नै। रेगुलर चाहिँ तपाईँको पेसिभ इन्कम अथवा एक्टिभ इन्कम दुइटै तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ ब्याङ्कमा रुट भएको हुनु पऱ्यो। पेन्सन छ भने पनि ब्याङ्कमा रुट भएको हुनु पऱ्यो। त्यसै गरी स्यालेरी छ भने स्यालेरी, बिजनेस छ भने बिजनेसको प्रफिट रुट हुनु पऱ्यो, बिजनेसको सेल्स रुट भएर हुँदैन। किन भन्दाखेरि स्टेटमेन्ट, ब्याङ्क स्टेटमेन्ट चाहिने भनेको तपाईँको पर्सनल स्टेटमेन्ट हो। तपाईँको कम्पनीको स्टेटमेन्ट यदि बिजनेस इन्कम दिँदै हुन्छ भने बिजनेसको स्टेटमेन्ट चाहिँदैन। तपाईँले पर्सनल स्टेटमेन्ट मात्रै चाहिन्छ, जसमा चाहिँ बिजनेसको नेट प्रफिट जुन एमाउन्ट छ त्यो एमाउन्ट मात्रै भएको हुनु पऱ्यो। तपाईँले सेल्स रुट गरेर भने झन् नेगेटिभ हुन्छ त्यो चाहिँ। त्यसले गर्दाखेरि चाहिँ पर्सनल स्टेटमेन्टमा बिजनेसको रुट भएको, सेल्स रुट भएको हुन्छ अथवा राम्रो देखिन्छ भनेर तपाईँले त्यो नसोच्नुहोस्। तपाईँको नेट प्रफिट जति छ त्यो नेट प्रफिट चाहिँ एनुअल्ली तपाईँले डिपोजिट भएको भए पुग्यो। धेरै ट्रान्जेक्सन पनि देखाउनु पर्दैन। जति धेरै ट्रान्जेक्सन तपाईँले देख्नुभयो, धेरै बल्क ट्रान्जेक्सन हो भने झन् रिजेक्सन चान्सेस एकदमै हाई हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिले गभर्मेन्टले भनेको 5 लाखभन्दा माथिको डिपोजिट छ भने त्यसलाई चाहिँ इग्नोर गर्नुहोस्, त्यसलाई चाहिँ एक्सेप्ट हुँदैन, किनभने रिजेक्सन आउँछ। 10 लाख छ भने रिजेक्सन आउँछ। एकैचोटि तपाईँले 1 लाख 2 लाख गरेर गर्नु हो भने त्यस्तो धेरै प्रब्लम हुँदैन। र इन्डिङ ब्यालेन्समा तपाईँले कति राख्नुहोस् भन्दाखेरि चाहिँ 6000 क्यानाडियन, 6000देखि 10,000 भनेपछि 6 लाखदेखि 10 लाखसम्म तपाईँले इन्डिङ ब्यालेन्स। त्यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ भोलि गएर तपाईँले वर्ल्ड कपमा घुम्न सक्ने, खर्च गर्न सक्ने क्यापेसिटी छ छैन, त्यो चेक गर्नलाई तपाईँले के गर्छ भन्दाखेरि चाहिँ तपाईँले आज डिपोजिट गर्नुहोस्, भोलि तपाईँले चाहिँ स्टेटमेन्ट निकालेर त्यो 6 लाख निकाल्दा पनि केही फरक पर्दैन। र त्यसपछि के गर्नुहोस् भन्दाखेरि चाहिँ स्टेटमेन्ट तपाईँले निकाल्नुहोस्। भनेपछि इन्डिङ ब्यालेन्स र क्लोजिङ ब्यालेन्स पनि एकदमै इम्पोर्टेन्ट हो। ब्याङ्क स्टेटमेन्ट एक्टिभ इन्कम होस् अथवा पेसिभ इन्कम होस्, सबै के गर्नु पऱ्यो, ब्याङ्कमा रुट भएको हुनु पऱ्यो। र क्लोजिङ ब्यालेन्स तपाईँले 6 लाखदेखि 10 लाख हुनु पऱ्यो। त्यसै गरी हेर्ने भने सबै मैले अघि नै भने स्यालेरी पनि ब्याङ्कमा हुनु पऱ्यो, बिजनेसको प्रफिट पनि ब्याङ्कमा रुट भएको हुनु पऱ्यो, पेन्सन पनि तपाईँले ब्याङ्कमा रुट भएको हुनु पऱ्यो। सबै तपाईँले के गर्नुहोस् भन्दाखेरि चाहिँ यो ब्याङ्कबाट के गर्नुहोस्, रुट गर्नुहोस्। ब्याङ्कबाट रुट गर्नुभयो, ब्याङ्कमा डिपोजिट गर्नुहोस्। ब्याङ्कमा डिपोजिट गर्दै जानु भने त्यो भनेको चाहिँ अथेन्टिक अथवा राम्रो डकुमेन्ट मान्छ। सँगै तपाईँले ट्याक्सको त छँदैछ, दुईवटा पार्टबाट हेर्नुपर्ने हुन्छ। त्यसै गरी अर्को डकुमेन्ट भनेको चाहिँ म्यान्डेटरी छैन, तर पनि तपाईँले चाहिँ हेर्नुहोस्। जस्तै कि तपाईँसँग प्रपर्टी छ, अनरसिप डकुमेन्ट, ल्यान्ड हाउस छ भने चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ ल्यान्ड हाउस किन दिन्छ भन्दाखेरि चाहिँ तपाईँले भोलि म फर्केर आउँछु, मेरो यहीँको प्रपर्टी राम्रो छ, मेरो राम्रो प्रपर्टी छ भने म तपाईँ कन्ट्रीमा बस्दिनँ भन्ने आधार चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो प्रपर्टी अनरसिप डकुमेन्ट अथवा ल्यान्ड र हाउसको सर्टिफिकेट अथवा एलओसीको सर्टिफिकेट मानिन्छ। त्यसै गरी यसमा तपाईँले प्रपर्टी भ्यालुएसन गर्नुहोस्। सेयर सर्टिफिकेट चाहिँ छ भने त्यसको पनि तपाईँले चाहिँ भ्यालुएसन गर्नुहोस्। मसँग यतिको सेयर छ, मसँग एफडी छ, मसँग यतिको एफडी छ। एफडीको इन्कम छुट्टै हो, एफडी सर्टिफिकेट छुट्टै हो, सेयरको सर्टिफिकेट छुट्टै हो। सेयरको सर्टिफिकेट भनेको तपाईँको जति छ अहिलेसम्म भएको, जति नेटवर्थ छ, जति तपाईँको पैसा छ त्यो हो। र इन्कम भनेको तपाईँले यदि अर्निङ गर्दै हुन्छ सिजी ट्याक्स तिरेर तपाईँले इन्कममा जान्छ। अनि चाहिँ यो दुईवटा छुट्टै हो। प्रपर्टी भ्यालुएसन गर्न सक्नुहुन्छ, सेयरको सर्टिफिकेट तपाईँले गर्न सक्नुहुन्छ, एफडी सर्टिफिकेटहरू गर्न सक्नुभयो। त्यसै गरी एडिसनल डकुमेन्टमा तपाईँले नेसनल आइडेन्टी कार्ड, एनआइडी, राष्ट्रिय परिचय पत्र चाहियो नै, सिटिजन सर्टिफिकेट तपाईँले नोटरी गर्नुहोस्, त्यो पनि चाहिन्छ नै। त्यसै गरी हेर्ने भने म्यारेज सर्टिफिकेट, यदि तपाईँ हस्बेन्ड वाइफ जाँदै हुन्छ भने म्यारेज सर्टिफिकेट दिनुहोस्। अथवा यदि हस्बेन्ड जाँदै हुन्छ भने वाइफको स्टेटमेन्ट चाहिँदैन, हस्बेन्डको स्टेटमेन्टबाट हुन्छ। अथवा वाइफको स्टेटमेन्ट लिनु भने हस्बेन्डको स्टेटमेन्ट चाहिएन, तपाईँले वाइफको हस्बेन्ड भए पुग्छ भनेपछि एउटाको भए पुग्छ। र तर 6 लाख छ भने 12 लाख तपाईँले इन्डिङ ब्यालेन्स अथवा क्लोजिङ ब्यालेन्स चाहियो। जतिजना जाँदै हुन्छ, बच्चा थप्नु भने बच्चा अनुसारको तपाईँले चाहिँ इन्डिङ ब्यालेन्स तपाईँले थप्नुपर्ने हुन्छ। यी सबै कुरा तपाईँले के गर्नुहोस्, रेडी गर्नुहोस्। त्यसै गरी हेर्नु ट्राभल इन्सुरेन्स चाहिँ रिकमेन्डेड हो, तर म्यान्डेटरी छैन। तपाईँले गरे पनि भयो, नगरे पनि भयो। युरोपमा चाहिँ म्यान्डेटरी छ भने क्यानाडाको लागि तपाईँले म्यान्डेटरी छैन। त्यसै गरी ओल्ड पासपोर्ट र यो प्रिभियस भिजा जुन छ सबै मैले अघि नै भने हरेक पेजको एउटा पनि पेज तपाईँले मिस गर्नु भएन। हरेक पेज वाइज उनीहरूले हेर्छ र पेज वाइज अनुसारले तपाईँले चाहिँ हरेक पेजको तपाईँले कपी गर्नुपर्ने हुन्छ र त्यो अनुसारको चाहिँ
तपाईँले सब्मिट गर्नुपर्ने हुन्छ। र यदि तपाईँ चाहिँ बिजनेस कुनै तपाईँले बिजनेस ट्रिपबाट इन्भाइट गर्दै हुन्छ भने इन्भिटेसन लेटर लिनुहोस्। इन्भिटेसन लेटर तपाईँले एप्लाई गर्न सक्नुभयो। बिजनेस भिजा हुन्छ त्यो भनेको चाहिँ। यदि तपाईँले फ्यामिली फ्रेन्ड कोही मान्छे पनि तपाईँले क्यानाडा भएको छ, राम्रो पोस्टमा छ, पिआर छ भने तपाईँले उसले फ्यामिली अथवा फ्रेन्ड्स कोही पनि व्यक्ति तपाईँले चाहिँ इन्भिटेसन दिन सक्छ। तपाईँसँग रिलेसनै हुनुपर्छ भन्ने छैन। कसैले पनि तपाईँले चाहिँ के गर्न सक्छ भने इन्भाइट गर्न सक्छ। त्यो इन्भिटेसन लेटर तपाईँले लिनु हो भने चाहिँ तपाईँले टुरिस्ट भिजिट जाँदाखेरि पनि इन्भिटेसन लेटरबाट जानु भने राम्रो हुन्छ अथवा तपाईँले अथेन्टिक हुन्छ। त्यसै गरी फिफा वर्ल्ड कपको जुन कन्फर्मेसन छ अघि मैले यो बनाएको भिडियो भनेको चाहिँ वर्ल्ड कपको लागि हो। सँगै तपाईँले टुरिस्ट भिजा, बिजनेस भिजा र तपाईँले चाहिँ इन्भिटेसनबाट हेर्ने भने टुरिस्ट नै भिजा हुन्छ, तर इन्भाइट गर्दाखेरि उताकोले चाहिँ एकोमोडेसनहरू सबै बिहोर गर्दाखेरि चाहिँ यो इन्भिटेसन लेटरले चाहिँ अलिकति तपाईँले चाहिँ पोजिटिभ चाहिँ बनाउँछ भिजा एप्लाई गर्दाखेरि चाहिँ। अनि वर्ल्ड कपको टिकट लिनुहोस्, कन्फर्मेसन लिनुहोस्, त्यही अनुसार के गर्नुहोस् गर्नुहोस्। र अर्को भनेको चाहिँ तपाईँले यदि चाहिँ तपाईँले सक्नु भएन होइन, तपाईँले गाह्रो भयो, अप्ठ्यारो हो भने यहाँ दिएको नम्बर छ, त्यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्नुभयो भने हामी तपाईँले के गर्छौँ भन्दाखेरि चाहिँ डकुमेन्टेसनमा हेल्प गरिदिन्छौँ र सहयोग गरिदिन्छौँ। र सक्दो तपाईँले आफै के गर्नुहोस् भन्दाखेरि चाहिँ ट्राई गर्नुहोस्। सक्नु भएन भने यो नम्बरमा ट्राई गर्नुहोस्, हामी के गर्छौँ तपाईँले सहजीकरण अथवा कोर्डिनेसन गरिदिन्छौँ। हस् त, आजलाई यति नै। नमस्ते।